नमस्कार। तीनधाम तीर्थयात्राको 15औं दिनको दिन हामी आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजीको दर्शन गर्न गएका थियौं। राति 2 बजे गएका थियौं, तर हामी मन्दिर पुग्दाखेरि 4 बजिसकेको थियो र 4 बजे गएर हामी लाइनमा बसेका थियौं र लाइनमा बस्न जाने क्रममा पनि हामी 12औं नम्बरको रुममा पुगेका थियौं। त्योभन्दा अगाडिको 11 रुम पुरा भरिसकेको थियो र हामी पुगेको 12औं रुममा चाहिँ करिब 300-350 जना जति मान्छेहरू हुनुहुन्थ्यो। बिस्तारै आउने क्रम बढ्दै गएको थियो र त्यो भन्दा पनि उतापट्टि 30-35 वटा रुम छ भन्दाखेरि चाहिँ हामी चाहिँ एकदमै आत्तिएका थियौं कतिखेर हाम्रो पालो आउँछ र आज दर्शन हुन्छ कि हुँदैन भनेर हामी आत्तिएका थियौं। तर 7:30 बजेतिर चाहिँ हाम्रो रुम खुल्यो र त्यतिखेर जाँदाखेरि पनि बिहान 6 देखि 7 बजेसम्म चाहिँ रुमभित्र चाहिँ हामीलाई चिया नास्ता हैन उपमा खाना दिनु भयो र 6 देखि 7 बजेसम्मको त्यो टाइमभित्र 1 घण्टाभित्र जति खाए पनि जति लिए पनि पाउने रहेछ र रुमभित्र प्रत्येक रुमभित्र चाहिँ टोयलेट गर्नको लागि पानीको सुविधा एकदमै राम्रो, नुहाउनको लागि सुविधा है, नुहाउने रुम छुट्टै, टोयलेट गर्ने रुम छुट्टै, एकदमै राम्रो व्यवस्था थियो र कर्मचारीहरू ठाउँ ठाउँमा खटाउनु भएको थियो। कति बजे के हुन्छ, कति बजे के हुन्छ भनेर स्क्रिन बोर्डमा चाहिँ हामीले पढ्न जान्नेहरूले हेरिराख्न पाउने थियौं र त्यस्तै गरेर 7:30 बजे हाम्रो 12 नम्बरको रुम खुल्यो र त्यसपछि हामी लाइनमा बस्न गयौं र लाइनमा बस्न जाँदाखेरि चाहिँ फेरि पनि ठाउँ ठाउँमा चेकिङ, एकदमै सेक्युरिटी टाइट थियो के त्यहाँ चाहिँ। ठाउँ ठाउँमा चेकिङ गर्दै गर्दै गयौं र एउटा ठाउँमा चाहिँ हाम्रो फोटो खिचेर चाहिँ हामीलाई एउटा टिकट दिनुभयो र त्यो टिकटमा लेखिएको छ एउटा लड्डु चाहिँ फ्री दर्शन गरेपछि। र कतिजनाले चाहिँ त्यो कुराहरू थाहा नपाएर त त्यो टिकटलाई चाहिँ त्यतिकै हातमा लिँदा कतिजनाको हरायो खस्यो पनि। र फाइनली हामीले तिरुपति बालाजीको दर्शन गर्दाखेरि 10:30 बजे हाम्रो दर्शन सकिसकेको थियो र त्यसपछि हामी लड्डु लिन गयौं र लड्डु लियौं अनि उहाँहरूले सोध्नुहुन्छ तपाईहरु अरु नि किन्नुहुन्छ भनेर सोध्नुहुन्छ। अनि नकिन्ने भन्यो भने त्यो टिकटको एउटा फ्री लड्डु चाहिँ लिने भन्न मिल्छ र कतिपय थाहा नपाउनेलाई चाहिँ लड्डु किन्छु भन्नुहुन्छ अनि त्यो पैसा दिनुहुन्छ अनि त्यसपछि त्यो टिकटको लड्डु चाहिँ दिनु नै हुन्न के उहाँहरूले। यो चाहिँ नबुझ्नेलाई बुझाउनलाई चाहिँ उहाँहरूले चाहिँ कोसिस नगर्ने हैन। अनि पैसा त्यतिकै लिने हातमा तर त्यो टिकटको फ्री लड्डु चाहिँ नदिने। तर लड्डु यति मिठो रहेछ है, ओहो दुईटा त एकैचोटी खान सक्ने, त्यो पनि ठुलो। त्यसै धनी मन्दिर, इन्डियाको एकदमै धनी मन्दिर भनिएको चाहिँ होइन रहेछ। त्यहाँ दिनुभएको भक्तजनहरूलाई त्यहाँ जसरी सुविधा दिनुभएको छ खानाको लागि, बस्नको लागि हैन, अब राति नै लाइन बस्न जाँदाखेरि पनि जुन ठाउँ उपलब्ध गराउनु भएको छ यस्तो राम्रो रहेछ। सबैभन्दा खुसी लागेको र सबैभन्दा सुविधा सम्पन्न भक्तजनहरूको लागि दिनुभएको ठाउँ चाहिँ तिरुपति बालाजी हो र एकदमै खुसी लाग्यो। राति 2 बजे गएर लाइन बसेको भनेर कुनै पनि पछुतो भएन र भगवानको पनि एकदमै राम्रोसँग दर्शन गर्न पाइयो। लाइनको त कुरै नगरौँ, लाखौं मान्छेहरू जानु भएको थियो त्यहाँ हैन। तर हामीले दर्शन गर्यौं, त्यसपछि फोटो भिडियोहरू खिच्यौं। अब नजिकै गएर फोटो खिच्न त त्यहाँ सम्भवै छैन हैन, र तर पनि टाढाबाट भए पनि हामीले फोटो खिच्यौं। अनि त्यसपछि हामी आफ्नो गाडी चढ्न आयौं। अब पनि हाम्रो दिनभरिको यात्रा कहाँ हुनेछ अर्को भिडियोमा।